दर्शक महानुभावहरु नमस्कार। यो तपाईहरुलाई हार्दिक स्वागत छ। यदि हाम्रो च्यानललाई अहिलेसम्म सब्स्क्राइब गरी जोडिनु भएको छैन भने कृपया सब्स्क्राइब गरी जोड्नुहोस् ताकि नयाँ अपडेटका साथ हामी तपाईहरुमाझ दैनिक रूपमा उपस्थित हुने गर्दछौं। देश विदेशका विभिन्न सय महत्त्वपूर्ण समाचार अपडेट केही मिनेटमै प्रस्तुत गर्दैछौं। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। कहाँदेखि हेर्दै हुनुहुन्छ के भन्न चाहनुहुन्छ तपाईको मनमा लागेका प्रतिक्रिया सुन्न नभुल्नुहोला। समाचार सबै अत्यन्तै महत्त्वपूर्ण छन्। दर्शक महानुभाव समय अवधिभर हामीसँगै रहनुहोला। आज मंसिर 26 गते शुक्रबार दिनभरका विभिन्न राजनीतिक घटनाक्रम साथै आजको मौसमबारे जानकारी, अन्तरिम सरकारका अहिलेसम्मका काम कारबाही, अनेक खेल खेल्दै नेकपा एमाले अध्यक्ष ओली यसबारेमा विशेष जानकारी दिनेछौँ। आजको समाचारमा आगामी सरकार श्रम संस्कृति पार्टीको बहुमतको सरकार भएको अर्क साम्पाङको भनाई, सत्ताका लागि जे पनि गरेका ओलीद्वारा महाधिवेशनमा जालझेल, सिंहदरबार घेराउ गर्दै मिराज ढुङ्गाना समूह जेएनजी सरकार सहमतिप्रति असन्तुष्ट जनाउँदै सरकार जेएनजी सम्झौताले प्रहरी तरङ्गित पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले गरिन् यस्तो निर्णय। यसबारेमा पनि विशेष राष्ट्रिय मान्यता प्राप्त दल छाडेर आएका र सामाजिक काम गर्नेलाई कांग्रेसले सिधै गर्यो यस्तो निर्णय। बेजेट विषयमा पूर्व गृहमन्त्री रमेश लेखक विरुद्ध दायर भएन मुद्दा अख्तियारले भन्यो कुनै पनि प्रमाण भेटिएन। देश बनाउने जिम्मेवारी दुई दलकै काँधमा छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली जनताकै न्यायाधीश र निर्णयकर्ता हुन्। माधव कुमार नेपाल सरकार जेएनजी सम्झौताप्रति कांग्रेस एमालेको स्पष्ट विरोध, नेकपा पनि बेमुख। पूर्व गृहमन्त्री रमेश लेखकमाथि छुट्टै अनुदान किन गर्न थाल्यो अख्तियारले? सरकार र जेएनजी बीच भएको सम्झौता अनुमोदन हुँदै यसबारेमा पनि विशेष अपडेट। सरकार र जेएनजी प्रतिनिधिको सम्झौता कलाविहीन नाटक भएको एमाले अध्यक्ष ओलीको दाबी। सम्पादक सामु ओली भए किन रिसाए? रवि लामिछाने बालिसा कुलमान गेसिङ बारे महत्त्वपूर्ण अपडेट आजको समाचारमा रहनेछ। त्यसैगरी मन्त्री परिषदले गर्यो जेएनजी प्रतिनिधि बीचको सम्झौता अनुमोदन, यसबारेमा पनि विशेष अपडेट आजको समाचारमा। शेखर कोइराला गगन कुमार थापा चन्द्र भण्डारीको टक्राउले देउबा पछि बन्यो उत्साहित। कुलमान गेसिङले गरी राजसभासँग एकताको तयारी। रवि लामिछानेलाई भेट्न नखु कारगार, हिजो किन सुनाइ हुन सकेन रवि लामिछानेको मुद्दा, यसबारेमा पनि विशेष अपडेट आजको समाचारमा रहनेछ। बालिन शाह समूह रवि लामिछानेको किता रासोपातिर, रासोपाको घण्टी चुनाव चिन्ह लिएर को लड्दैछ त निर्वाचन? अब हेर्नुहोस् पूरा समाचार। दर्शक महानुभाव आउनुहोस् आजको पहिलो तथा विशेष खबरतर्फ लागौ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई आगामी निर्वाचनमा श्रम संस्कृति पार्टीले बहुमतको सरकार बनाउने बताएका छन्। धनकुटामा बिहीबार आयोजित पार्टीको वृहत भेलालाई सम्बोधन गर्दै राईले पार्टीलाई बहुमत ल्याउन कसैले रोक्न नसक्ने बताएका छन्। उनले देश जोगाउन आफूले पार्टी दर्ता गर्नु परेको बताउँदै देशमा आफूभन्दा देशभक्ति कोही नभएको दाबी समेत गरेका छन्। पार्टी जाति, धर्म, वर्ग र स्वार्थले छिया पारेको देशलाई एउटै मालामा उन्नत आफू लागि परेको उनले बताएका छन्। उनले एक्लैले केही गर्न नसकिने भएकाले पार्टी दर्ता गरेर आफू सियोको रूपमा अघि जाने र सबैले धागो बनेर सहयोग गर्ने अपेक्षा रहेको स्पष्ट पारेका छन्। नेता राईले नेता जितिरहने, जनता हारिरहने प्रवृत्तिको अन्त्य गर्ने बताएका छन्। उनले विदेशिएका नेपालीलाई नेपाल फर्किएर श्रमदानमा लगाएर परिवारसँगै बसेर देशको विकास हुने राईको भनाइ छ। धरान उपमहानगरपालिका प्रमुख राईले श्रम गरेमा संसारको एक नम्बर देश बनाउन सकिने स्पष्ट पारेका छन्। राईले युगौँदेखि निदाइरहेका नेपालीलाई जगाउने काम आफूले गरेको बताए। श्रम संस्कृति पार्टी धनकुटाको आयोजना भएको वृहत भेला अघि धनकुटा बस पार्कबाट र्यालीको आयोजना गरिएको थियो। धनकुटा बस पार्कबाट सुरु भएको र्याली मदनचोक चुवाको बोट परिचय बोर्ड मोड हुँदै लयम्बर चोकमा रहेको पार्टी कार्यालय उद्घाटन गरेर टुडी खेलमा पुगेर सम्बोधन गरेका थिए। दर्शक महानुभाव त्यसगरी आउनुहोस् अब अर्को महत्त्वपूर्ण खबरतर्फ लागौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ता र शक्तिका लागि जे पनि गर्न पिच नगर्ने एकदमै हठी र कठोर नेताका रूपमा विश्लेषण गरिन्छ। ओलीको राजनीतिक करियरमा विगतका घटनाक्रमलाई हेर्दा उनले सत्ता प्राप्तिका लागि र सत्ता टिकाउनका लागि विभिन्न समयमा जोसुकैसँग साँठगाँठ गर्ने र धोकाधडी समेत दिने गरेको पुष्टि हुँदै आएको छ। 2072 सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा मधेस आन्दोलनलाई बेवास्ता, मधेसी जनताको अपमान गरे पनि पछि राष्ट्रिय जनता पार्टी राज्यपाल लगायतसँग विभिन्न अध्यादेश र सहमतिका नाममा गठबन्धन गर्न खोजे। आफ्नो सरकार जोगाउन अध्यादेश जारी
जारी गर्ने, संवैधानिक परिषदको बैठक पटक पटक गर्ने र सत्ता टिकाउन नैतिकताको प्रश्न उठेका व्यक्तिहरूलाई समेत समर्थन लिएको आरोप उनीमाथि लाग्यो। 2077 र 2078 मा दुई पटक प्रतिनिधि सभा विघटन गर्नुलाई आफ्नो पार्टीभित्रको गुटगत समस्यालाई समाधान गर्न संवैधानिक प्रक्रियालाई हतियार बनाएको आरोप ओलीमाथि लाग्यो। अहिले उनी ओली जेन्जी विद्रोहबाट भएको संसद विघटनलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतबाट पुनर्स्थापना गराउन खोज्दैछन्। ओलीको व्यक्तिवादी चरित्र पार्टीमा हावी भएको प्रति पछिल्लो समय धेरै नेकपा एमाले नेताहरू असन्तुष्ट छन्। कतिपयले ओलीकै कारण पार्टी छाडेर जानु पर्यो। 11औं महाधिवेशनको पूर्व सन्ध्यामा एमाले सचिव गोकर्ण विष्टले सत्तामा पुग्नका लागि जोसुकैसँग मिल्ने प्रवृत्तिले पार्टीको मौलिकता धुन मिलिएको बताएका छन्। बुधबार एक अन्तर्संवादमा बोल्दै उनले न्यूनतम विचार, कार्यक्रम, सिद्धान्त समेत नमिल्ने शक्तिहरूसँग मिलेर पनि नेकपा एमाले विगतमा सरकार बनाएको बताए। 10औं महाधिवेशनको दक्षिणपन्थी अवसरवाद र संगठनिक र अराजकतालाई परास्त गरौं, जबजको मार्ग निर्देशनमा समाजवादको आधार तयार गरौं भन्ने आफ्नो नारा विपरीत नेकपा एमाले सत्ता र शक्तिका लागि जेसुकै गरेको उनको स्वीकारोक्ति छ। 2079 को निर्वाचनमा राज संस्थाको माग बोकेर हिँड्ने राप्रपासँग निर्वाचनको लागि गठबन्धन गरेर अवसरवादलाई अंगालो हालेको उनले स्मरण गरेका छन्। सरकार निर्माणमा पनि न्यूनतम सहमतिको आधार, कार्यक्रम, वैचारिक निकटतालाई ध्यान नदिई राप्रपा, कांग्रेस, माओवादी, मधेसवादी, राजसभा समेतसँग साँठगाँठ गरेको उनले सम्झिएका छन्। हाल 11औं महाधिवेशनबाट नेतृत्वमा आफ्नै सर्वोच्च कायम राख्ने तिकडम ओलीबाट भइराखेको छ। ओलीले सहजै नेतृत्व हस्तान्तरण नगरेपछि ईश्वर पोखरेल लगायतका आकांक्षीहरूलाई पराजित गर्न वा उनीहरूको उम्मेद्वारलाई कमजोर बनाउन विभिन्न रणनीतिहरू अपनाइएको बताइन्छ। ओलीले महाधिवेशनलाई चुनावभन्दा बढी सर्वसम्मतिको थलो बनाउन जोड दिइरहेका छन्, जुन विगतमा पनि गरेका थिए। 10औं महाधिवेशनमा पनि बन्द सत्रमा नामावली प्रस्ताव गरेर भीम रावलको उम्मेद्वारलाई नैतिक दबावमा पार्ने प्रयास समेत गरिएको थियो। यसपटक पनि सर्वसम्मतिका नाममा पोखरेललाई उम्मेद्वारीबाट पछाडि हट्न दबाव दिन सकिने विश्लेषण भइरहेको छ। ओलीलाई चुनौती दिन थालेपछि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नै नवीकरण नगर्ने रणनीति अपनाए। त्यसपछि ईश्वर पोखरेल आफै ओलीलाई चुनौती दिन भनी भावी अध्यक्षको उम्मेद्वारी घोषणा गरेर मैदानमा उत्रिएका छन्। पोखरेलले पूर्व राष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता दिन रोक्न नहुने बताइरहेका छन्। राज्यको संविधानले नरोक्ने, अन्तर्राष्ट्रिय प्रचलनले पनि नरोक्ने र व्यक्तिको चाहना हुँदा जबरजस्ती रूपमा पार्टी सदस्यता रोक्नु गलत भएको उनको बुझाइ छ। महाधिवेशनमा पराजित भए पनि आफूहरू सधैँ एमाले नै भएर रहिरहने समेत उनले स्पष्ट पारिसकेका छन्। बुधबार आफ्नो समूहको तर्फबाट आयोजित पत्रकार भेटघाटमा उनले आफूहरूले पराजय भोग्नु परे पनि माधव कुमार नेपाल, भीम रावलहरूको जस्तो नयाँ पार्टी खोलेर जाने दृष्टान्त लागू नहुने स्पष्ट बनाइराखेका छन्। उता ओलीले पोखरेल समूहलाई परास्त गर्न संगठन विभाग, जनवर्गीय संगठन र प्रदेश कमिटीहरूमा आफ्ना वफादार नेता कार्यकर्ताहरूलाई मुख्य जिम्मेवारी दिएर प्रतिनिधि छनौट प्रक्रियामै जालजेल गरी आफ्नो पक्षमा पार्न खोजेको आरोप लागेको छ। महाधिवेशन प्रतिनिधिको ठूलो हिस्सा ओली पक्षको पकडमा रहने गरी पोखरेल पक्षलाई किनारा लगाउने रणनीति अपनाइएको बताइन्छ। ओलीले आफै अध्यक्षमा उम्मेद्वार दिने मात्र नभई आफ्नो पक्षमा अन्य पदाधिकारीहरू जस्तै वरिष्ठ उपाध्यक्ष, महासचिवको नाम समेत अगाडि सारेर पोखरेल पक्षका उम्मेद्वारलाई शक्ति सन्तुलनको नाममा कमजोर पार्ने प्रयास समेत गरिराखेका छन्। दर्शकहरू त्यसगरी आउनुहोस् अब अर्को विशेष महत्वपूर्ण खबरतर्फ लागेको। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेजिट भिसा प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान जारी रहेको जनाएको छ। बिहीबार विशेष अदालतमा दायर गरेको अभियोग पत्रमा अख्तियारले तत्कालीन मन्त्री रमेश लेखकमाथि अनुसन्धान भइरहेको उल्लेख गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तथा सहसचिव तीर्थराज भट्टराई सहित 7 जना र दुईवटा कम्पनी विरुद्ध मुद्दा दायर गरिएको छ। यसरी दायर गरिएको मुद्दामा उच्च राजनीति तहका व्यक्तिहरू समावेश गरिएका छैनन्, तर अख्तियारले उनीहरूमाथि अनुसन्धान जारी रहेको अभियोग पत्रमा उल्लेख गरेको छ। पूर्व गृहमन्त्री रमेश लेखक सहित पूर्व गृह सचिव गोकर्णमणि दुवाडी, अध्यागमन विभागका महानिर्देशक, शान्ति सुरक्षा हेर्ने महाशाखा प्रमुख, गृहमन्त्रीको सचिवालय सदस्यहरूमाथि पनि अनुसन्धान भइरहेको अभियोग पत्रमा उल्लेख गरिएको छ। प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईको निवेदन अनुसार प्राप्त भएको डायरी तथा नेपाल टेलिकमबाट प्राप्त सिडी